डेन्जर छ। यो ढुट्टो भएको छ। यो चाहिँ हाम्रो ताप्लेजुङ जिल्लाको सिद्धिमा गाउँपालिका वडा नम्बर 3 मा घटेको घटना हो। हेलो अल अफ यु गाइस एन्ड अल माइ डियर फ्रेन्ड्स, वेलकम टु माई ब्लग। आज चाहिँ म राष्ट्रपति रनिङ सिल्ड हेर्न जाँदैछु र आजको मेरो भिडियो चाहिँ के कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ दिनु होला र मेरो भिडियो हेरिसकेपछि एक लाइक र मेरो च्यानललाई एक सब्सक्राइब पनि गरिदिनु होला है त साथीहरू। सबैजनालाई मैले योभन्दा अघिल्लो भिडियोमा देखाएको थिएँ हाम्रो ताप्लेजुङ जिल्लाको सिद्धिमा गाउँपालिका वडा नम्बर 3 मा चाहिँ गाडी दुर्घटना भएर एकजना प्यासेन्जरको पनि मृत्यु भएको थियो भनेर। अनि त्यहाँनिर गाडी चाहिँ मैले त्यतिखेर उहाँ तल अम्बिसोबारीमा हुँदै देखाएको थिएँ, तर अहिले चाहिँ भ्याकु लगाएर यसरी भ्याकु जाने सक्ने रोड बनाएर भ्याकु लगाएर त्यहाँबाट गाडी निकालेर यहाँ रोडको भित्तामा राख्नु भएको रहेछ। हेर्नुहोस्, गाडीको अवस्था एकदमै डेन्जर छ। यो ढुट्टो भएको छ। यो चाहिँ हाम्रो ताप्लेजुङ जिल्लाको सिद्धिमा गाउँपालिका वडा नम्बर 3 मा घटेको घटना हो। लगभग यसको मिति चाहिँ मलाई ठ्याक्कै थाहा भएन, तर एकजना प्यासेन्जरको मृत्यु भएको थियो र गाडीको अवस्था हेर्नुहोस् साथीहरू, र अरू प्यासेन्जर चाहिँ घाइते हुनुभएको थियो। र ठाउँ चाहिँ यही हो साथीहरू, यही हो। मैले अघिल्लो भिडियो पनि भनेको थिएँ, यहाँ माथि अलि माथि एउटा रोड छ, त्यहीबाट यत्रो भिड हुँदै यता तलसम्म खसेको थियो। यो रोड पनि कटेको थियो। यो माथिल्लो रोडदेखि यो तल्लो रोड पनि कटेर यता तल भिडतर्फ गएको थियो साथीहरू। र यति देखाउँदै म चाहिँ आफ्नै गन्तव्यतर्फ लागिरहेको छु। म चाहिँ आज राष्ट्रपति रनिङ सिल्ड हेर्न फेरि भन्ज्याङतर्फ नै गइरहेको छु। र साथीहरू, म चाहिँ पुग्नुपर्ने ठाउँ चाहिँ यो स्कुलको खेल मैदानमा हो र म चाहिँ ठ्याक्कै त्यही स्कुलको वारिपट्टिको भिरको फेदमा छु, रोटामा हिँड्दै गरेको। अब म पुग्नु केही छिन मात्र लाग्छ। हजुरहरूलाई म पुगेपछि राष्ट्रपति रनिङ सिल्ड के कस्तो हुँदै रहेछ भनेर देखाउने छु। र साथीहरू, म चाहिँ साप्लाखु भन्ज्याङको बजारमा आइपुगिसकेको छु। यहाँनिर उँभोपट्टि हाम्रो पालिकाको कार्यालय छ, यता चाहिँ बजार। र यो हाम्रो माथिको भन्ज्याङ माविको खेल मैदानमा चाहिँ खेल भइरहेको छ र म चाहिँ त्यहाँ हेर्नतर्फ लागिरहेको छु। ल अब साथीहरू, लागौँ हामी राष्ट्रपति रनिङ सिल्ड हेर्नतर्फ। र साथीहरू, म चाहिँ गेटको अगाडि आइपुगिसकेको छु र यो गेटमा चाहिँ राष्ट्रपति रनिङ सिल्डको बोर्ड टाँसिएको रहेछ। र म चाहिँ यतादेखि भन्ज्याङ स्कुलको खेल मैदानमा राष्ट्रपति रनिङ सिल्ड हेर्न आइसकेको छु र पर चाहिँ मैलातर्फको खेल भइरहेको छ। अहिले चाहिँ म भन्ज्याङ स्कुलको अगाडिपट्टिको ब्याकग्राउन्ड देखाइरहेको छु साथीहरू। सबैजना साथीहरूले यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। यहाँनिर मैलातर्फको एकदमै रमाइलो र शानदार खेल भइरहेको छ। मैले अन्त राम्रो उठाउँदै रहेछ। बाल कल्याण मावि र सिम्मेश्वरी मावि होइन, गाडी चलाउँदै रातो ज्याकेट ए ओ के खेलाको तिमीहरूले? ल ए ए गजनी ए ए ए ए गर्दा मर्छ अब ए नगर कटाउँदैन, यसले त कटाउँछ।
सर्भिस लाग्यो सर्भिस लाग्यो हेर त लायो मलाई पिताले बाह्र 23 पो भइसक्यो त 12-23 त्यो बुने चाहिँ त हो कि 7 नम्बर के को भलै त हेर न र साथीहरू यो चाहिँ हाम्रो भन्ज्याङ बजार हो। यताउता वरिपरि भिरको डाँडामा हाम्रो भन्ज्याङ बजार छ, त्यही भएर यो बजारको नाम भन्ज्याङ राखिएको हो। एकदमै सुन्दर छ यो भन्ज्याङ बजार। यो भन्ज्याङबाट धेरै राम्रो भ्यूहरू देखिन्छ। र यो पारीको चाहिँ गुम्बा हो। र यो पारी देखिँदै गरेको डाँडा लिम्बुदिन डाँडा हो। यहाँ चाहिँ बाक्लो बस्ती रहेछ गाउँ भए पनि। यहाँ पारी हिमाल देखिँदैछ। मैले यसलाई जुम गरेर देखाउने कोसिस गरेँ, अलिअलि मात्रै देखियो। र एकदमै मिलेको खेत रहेछ यहाँ, एकदमै राम्रो। र हामी चाहिँ फर्किसक्यौँ है साथीहरू। यहाँनिर अगाडि भाइ बहिनीहरू धेरैजना हुनुहुन्छ। हामी चाहिँ फर्किँदैछौँ। र यताबाट चाहिँ गाडी पनि आइरहेछ। हामी गएको भए चाहिँ लु ल लु सबैले एकचोटि पायो भन त। लु जाऊ।
साथीहरू आजको मेरो ब्लग चाहिँ यस्तै भयो र हजुरहरूलाई मेरो ब्लग के कस्तो लाग्यो कृपया कमेन्ट बक्समा हजुरहरूको प्रतिक्रिया राखिदिनु होला र मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद र सर्वप्रथम त हजुरहरूलाई मेरो तर्फबाट सबैजनालाई नमस्कार सेवा र है त।